आज चाहिँ हाम्रो बहिनीको गुनिया चोलो हेरौँ। छोटो मिठो भिडियो। पाठा खान्दामा पहिलोचोटि है, कसैले गरेको थिएन। ल जाउँ भित्र के हुँदैछ, भित्रको माहौल रमाइलो छ है। यहाँ बुवा उहाँ चाहिँ चोरमाराबाट भरतपुरसम्म आउनुभयो। हाम्रो पाठक खानदानमा यताउति गर्ने उहाँ नै हो कि। उहाँ चाहिँ भान्जा विशेष हुन्छ नि त। अनि ठुलबा ठुलमम्मी दाई भाउजू यहाँ बुवाहरू गफ गरेर बस्नुभएको छ। बुवा चाहिँ स्माइल दिनुहुन्छ। यहाँ भिनाजु र भाइ, हाम्रो भाइ गफ गरेर बस्नु थियो। म चाहिँ बिचमा पुगेँ। भाडा मान्ने क्रम जारी छ। यहाँ काटकुट सकेर यहाँ पकाउने क्रम जारी छ। उहाँ पनि चोरमाराको हुनुहुन्थ्यो। अहिले चाहिँ हाल भरतपुरमा बस्नुहुन्छ। हरिदाई भाउजू एकदम सोयाबिनको छोइलालाई मिक्स गर्दै हुनुहुन्छ, रेडी बनाउँदै हुनुहुन्छ। यो चाहिँ अचारको लागि है। यो चाहिँ भेन्डीको अचार, यो चाहिँ पनिरको छोइला। एम्मी थियो कि खाना चाहिँ जो टेस्टी थियो, वाउ थियो। हाम्रो हरिदाईको हातै मिठो छ। यहाँ बनाउँदै हुनुहुन्छ धमाधोस लाएर जस्तो भयो नि। ल एकैछिन माथि जाउँ है त। माथि के गर्नुभएको छ। 3 तला माथि माथि गएर चप्पलको आमा माहौल कति धेरै हो। चप्पल मम्मीले चाहिँ के ओसार्नु भएको छ। यहाँ ठुल मम्मीले चाहिँ कोसँग बोलेको भन्नुहुन्छ। मैले ठुलमम्मीलाई क्यामेरा देखाउँदा कोसँग बोलेको भन्नुहुन्छ कि। अब भित्र चाहिँ भाइहरू र ठुलबाले के खाँदै हुनुहुन्छ। बाबु बसिरहेछ। यो चाहिँ मेरो दिदीको छोरा बसिरहेछ। उहाँ हाम्रो चाहिँ काइलो अङ्कल, मम्मी, आन्टी। अनि जाउँ है त। किचन पनि यस्तो भिडभाडमा त सम्हाल्न नै सकिन्न। बाबु चाहिँ टुकुन हिँड्छ। बच्चालाई सम्हाल्न गाह्रो के। ज्वाइँ हुनुहुन्छ है, गङ्गा ज्वाइँ हाम्रो बहिनीको श्रीमान। उहाँ चाहिँ बहिनी। ठुलमम्मी, मेरो ठुलमम्मीले चाहिँ थकै लाग्यो है, खुट्टा दुख्यो भनेर सुत्न आएको। बिहानदेखि काम गर्नुभएको नि त दिदी है। अघिको चाहिँ दिदी हुनुहुन्छ। मैले चाहिँ कोसँग बोलियो यो भिडियो देखाएर भनियो, तर उसलाई थाहा छैन कि मैले भिडियो गरेको भनेर। अनि यहाँ जाउँ। यहाँ मेकअप हुँदैछ। बहिनीहरूले मेकअप गरिदिँदै हुनुहुन्छ। यहाँ बहिनी प्राप्तिको उहाँको प्राप्तिको नि त गुनियो छ। डल्ली चाहिँ हाँसिन, पर्सन हाँस्यो। डल्ली पनि हाँसिन। एकदम हाम्रो प्रशंसा डल्ली, प्राप्तिको साथी, बेस्ट फ्रेन्ड। यहाँ चाहिँ दिदी आउँदै हुनुहुन्छ। अब किचनतिर मम्मीहरूले काम गर्दै हुनुहुन्छ। किचन पनि सम्हाल्नै नसकिने दो रहेछ क्या। एउटाले एकचोटि गर्दै सम्हाल्नै नसकिने। गर्मी यति धेरै थियो कि हेर्नु। बाहिरको माहौल हेर्नु त यस्तो घाम लाग्यो। आमा कसले सम्हाली नसक्नु गर्मी हो। रेडी बहिनी उनलाई चाहिँ साडी लगाइदिँदै हुनुहुन्छ। सबैजना आफ्नो काममा व्यस्त। कोही यता मेकअप गरिदिँदै, कोही रेडी, दुलै रेडी। यस्तो दुलै जस्तो हुँदैछ चाहिँ। यो गुनियो चोलो भनेको मिनी बिहा आइछ कि है। केटाहरूलाई व्रत बन्धन गर्दै जस्तो केटीलाई गुनियो चोलो आइछ है। फर्स्ट टाइम पाठक खानदानमा फर्स्ट टाइम गरे नै नानीले हो कि। जस रमाइलो भयो। बहिनीले स्टार्ट गरे नि। अब अरूहरूको पालो नि आउँदै गर्छ। तल रुद्री सकिन लाग्छ। गर कटाउने सानो एकदम ठुलो त होइन। यो हाम्रो फ्यामिली पाठक फ्यामिली जस सानोतिनो भयो नि गरसर कटाउने। त्यही त गुनियो चोली गर्ने भनेर। अनि धेरै इन्भाइट त हुनुहुन्न। छुट्नु भएकोहरूले उस नमान्नु है। सानोतिनो चुट्टा यहाँ चाहिँ बत्ती बाल्नु भयो। अब चाहिँ लास्ट अन्तिम भयो। भ्याइयो भनेर के भ्याइयो सकियो है। यो गर कटाउने रुद्री चाहिँ सकियो। अब चाहिँ यहाँ बहिनीलाई टिका सिका लाउने कार्यक्रम हुन्छ। बुवाहरू बसिरहनु भयो। जय जय भन्दा रहेछ। अङ्कलले चाहिँ ढोग्नु भयो। सबैजना आफ्नो पारामा हुनुहुन्छ। भान्जाले स्माइल दिए। अब बहिनीलाई टिका लगाउने क्रम हुन्छ। अब टिका लगाइदिनुहुन्छ। राखेर बहिनीलाई टिका लगाइदिनुहुन्छ। बसी चाहिँ टुकुन हिँडेछ मेरो छोरो। पानी खाएछ। छोरो कहाँ आयो त पानी खाएर बसेछ। म थामी नसक्नु क्या मेरो छोरो। टिका लगाउने कार्यक्रम भयो। अब चाहिँ माला लगाइदिनुहुन्छ दिदीले। मम्मीहरूले के दिनु। अब दाईहरूले के दिनुहुन्छ। टिटो मिनी बिहा। म त फर्स्ट टाइम देखाएँ है। तपाईँहरू त जानुभयो होला है। को त जानुभयो होला। म चाहिँ फर्स्ट टाइम देखाएँ यो गुनियो चोलो। जस राम्रो लाग्यो। बहिनीलाई त कति सुहायो। खाजामा पकौडा छ, पनिर छ, सोयाबिनको छोइला, अनि पनिरको छोइला, भेन्डीको अचार, खिर अनि पुलाउ छ है। एम्मी छ खाजा चाहिँ, खाना चाहिँ।